Let's make homemade chocolate brownie in air fryer. सो पहिला सुरु चाहिँ यो तपाईहरुले देख्नुभयो इन्ग्रेडियन्ट्सहरु के चाहिन्छ यो भइहाल्यो अनि फर्स्टमा चाहिँ बनाना 3 पिस लिने अनि एउटा मिक्सरको बाउलमा हाल्ने अनि 1-2 पिस हाल्ने अनि त्यसपछि घी 1 चम्चा सुगर 1 चम्चा साल्ट 1 चम्चा कोको पाउडर 1 कप जति हाल्ने अनि त्यसपछि भ्यानिला एसेन्स 1 चम्चा जति हाल्ने हैन अनि त्यसपछि चाहिँ बेकिङ पाउडर 1 चम्चा हाल्ने बेकिङ सोडा हाफ चम्चा हाल्ने अनि सनफ्लावर ओइल हाफ कप जति हाल्ने अनि तातो मनतातो दूध 1 कप जति हाल्ने त्यसपछि मिक्स गर्ने यसलाई मजाले मिक्स गर्ने अनि तपाईको ब्याटर चाहिँ यस्तो देखिनु पर्यो हैन अनि ब्याटर रेडी भइसकेपछि एउटा बाउलमा खनाउने अनि मैदा 1 कप जति हाल्ने अनि त्यसपछि काजु बदामलाई मजाले रोस्ट गर्ने त्यसपछि हाम्रो त्यो केक बनाउने भाडोमा चाहिँ अनि ब्याटरहरु मजाले फैलिने गरी हाल्ने अनि त्यसपछि बटन अन गर्ने अनि एयर फ्रायरमा चाहिँ 160 डिग्री सेल्सियसमा बनाउने अनि 30 मिनेट्सको लागि चाहिँ टाइम सेट गर्ने अनि त्यसपछि 15 मिनेट्स भइसकेपछि माथि चाहिँ बदाम र अनि चकलेटले अलिक स्प्रिङ्कल गर्दिने अनि माथि एल्युमिनियम फोइल हालेर फेरि 15 मिनेट्स पकाउने अनि योर केक इज रेडी टु सर्भ हामीहरुले केक चाहिँ फर्स्ट टाइम बनाएको थियौं अनि एकदमै धेरै मिठो भएको थियो यो चाहिँ तपाईहरुले पनि घरमा बनाउन मजाले सक्नुहुन्छ है सो थ्यांक यू सो मच फर वाचिङ Follow us for more content. Sorry.